वेलकम टु युनिक भ्यूज युट्युब च्यानल। यस युनिक भ्यूज युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। म पूर्ण राई। म यस च्यानल मार्फत सकारात्मक सन्देश दिने उत्प्रेरणामूलक भिडियोहरू यहाँहरू समक्ष ल्याउँदै आइरहेको छु। म यस भिडियोमा आत्मसम्मान कसरी विकास गर्ने भन्ने विषयमा कुरा गर्न गइरहेको छु। भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेर्नुहोला। यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न र भिडियोलाई लाइक, कमेन्ट र शेयर गर्न पनि नभुल्नुहोला। म अब आजको विषयवस्तुतर्फ अगाडि बढ्छु। आत्मसम्मान कसरी बढाउने? आत्मसम्मान कसरी बढाउने भन्ने विषयमा कुरा गर्नभन्दा अगाडि हामीले सर्वप्रथम आत्मसम्मान भनेकै के हो भन्ने विषयमा जान्न अत्यन्तै जरुरत रहन्छ। आत्मसम्मान भन्नाले आफ्नो मूल्य, प्रतिष्ठा र गरिमाप्रति सकारात्मक दृष्टिको राख्ने भावना हो। यसलाई सेल्फ रेस्पेक्ट, सेल्फ स्टिम पनि भन्ने गरिन्छ। आत्मसम्मान भनेको बाहिरी संसारलाई आफूलाई कसरी हेर्ने हो भन्ने होइन, तपाई आफैले आफूलाई कसरी हेर्नुहुन्छ भन्ने कुरा हो। आत्मसम्मान भनेको आफ्नो मूल्य, आत्मिक गरिमा र अस्तित्वलाई सम्मान गर्ने भावना र सोच हो। यसलाई अंग्रेजीमा सेल्फ रेस्पेक्ट भनिन्छ। यो त्यस्तो मानसिक अवस्था हो जहाँ व्यक्तिले आफूलाई सकारात्मक दृष्टिकोणले हेर्छ, आफूमा भरोसा राख्दछ र अरूको दबावमा आएर गलत कुरा स्वीकार गर्दैन। आत्मसम्मान भन्नाले के हो त? यो पनि थोरै कुरा गरौं। आत्मसम्मान भन्नाले आफ्नो अस्तित्वलाई सम्मान गर्ने, आफ्नो क्षमतामा विश्वास राख्ने, गलत कुराको विरोध गर्न सक्ने साहस राख्ने, आफूलाई अरूको तुलनामा हेर्नुको सट्टा आफ्नै मूल्य र मूल्यमा विश्वास गर्ने, आफ्नो सिद्धान्त र आत्मिक कुराहरूमा अडिग रहने के हो भन्दा आत्मसम्मान हो। हामीले आत्मसम्मान भन्नाले यी कुराहरूलाई बुझ्नु पर्दछ। आत्मसम्मानका विशेषताहरू के हुन् त? यो बारेमा थोरै हामी कुरा गरौं। आत्मसम्मानका विशेषताहरू आफूलाई हेपिन नदिने तर अरूलाई पनि नहेप्ने, आफ्नो निर्णयमा विश्वास गर्ने, गल्ती स्वीकार गरेर सुधार गर्ने क्षमता राख्ने, आत्मनिर्भर हुने सोच राख्ने, अरूको नजरमा होइन आफ्नै मूल्यमा आफूलाई नै हेर्ने। यी विशेषताहरू भनेको आत्मसम्मानका विशेषताहरू हुन्। यसरी नै हामीलाई आत्मसम्मान किन चाहिन्छ? किन हामी आत्मसम्मानका कुरा गरिरहेका छौं, कुरा गर्छौं? यो किन आवश्यक छ? वास्तवमा यसले आत्मविश्वास बढाउँछ, सही निर्णय लिन सजिलो हुन्छ, सम्बन्धहरू सन्तुलित हुन्छन्, मानसिक रूपमा बलियो बनाउँछ, गलत कुरा स्वीकार नगर्ने साहस दिन्छ। यो त्यसैले पनि आवश्यक छ हामी मानवहरूका लागि। अब कुरा गरौं हामीले आत्मसम्मानका हामीले विशेषताका पनि कुरा गर्यौं, आत्मसम्मान के हो भन्ने कुरा पनि गर्यौं, किन आवश्यकता छ भन्ने कुरा पनि गर्यौं। भनेपछि यो आत्मसम्मान भन्ने कुरा हाम्रो मानव जीवनमा अत्यन्तै महत्व राख्ने विषयवस्तु रहेछ। अब हामी आत्मसम्मान बढाउनका लागि के उपायहरू हामीले अवलम्बन गर्नुपर्छ भन्ने विषयमा म थोरै कुरा गर्न गइरहेको छु। भिडियोलाई ध्यान दिएर हेर्न र सुन्नको लागि म अनुरोध गर्दछु। आत्मसम्मान बढाउने भन्नाले आफूलाई अझ बढी माया गर्नु हो, आफ्नो मूल्य चिन्नु हो, आफ्नो अस्तित्व चिन्नु हो, आफ्नो आत्मिक शक्ति पहिचान गर्नु हो। जब आत्मसम्मान बढ्छ तब आत्मविश्वास बढ्छ, निर्णय क्षमता बढ्छ र आत्मसन्तुष्टि पनि बढ्छ। भनेपछि यसका लागि चाहिँ अब हामी के गर्ने त? यसका लागि सर्वप्रथम आफूलाई माया गर्ने। तपाईले आफूलाई माया गर्नुहोस्। लभ योरसेल्फ। हरेक दिन ऐनामा हेरेर सकारात्मक कुरा भन्नुहोस्। आफ्नो कमजोरीलाई घृणा होइन सुधार गर्ने मौकाको रूपमा लिनुहोस् अथवा ठान्नुहोस्, मौकाको रूपमा लिनुहोस्। दोस्रो, नकारात्मक सोच हटाउनुहोस्। म सक्दिन भन्ने सोचलाई म प्रयास गर्छु म बदल्नुहोस्। सक्दिन भन्ने शब्द नै हटाउनुहोस्। यहाँले प्रयास गर्छु, सक्छु, जान्दछु भन्ने सकारात्मक कार्यहरू अथवा सकारात्मक कार्यहरू भनौं, सकारात्मक सोचतर्फ त्यसलाई बदल्नुहोस्। आफूप्रति दया होइन आत्मदृष्टिकोण राख्नुहोस्।
त्यसरी नै तेस्रो नम्बरमा भनौं अरूसँग तुलना नगर्नुहोस्। सबैको यात्रा फरक हुन्छन्। तपाईको मूल्य, तपाईको क्षमता, व्यवहार र सोचमा हुन्छ, तुलनामा हुँदैन। त्यसैगरी चौथोमा सकारात्मक पुष्टि, पोजिटिभ एफर्मेशन्स प्रयोग गर्नुहोस्। हरेक बिहान भन्नुहोस् म सम्मानको लायक छु, म आफैमा सक्षम छु, म आफूप्रति गर्व गर्छु। पाँचौं नम्बरमा बाउन्ड्री सेट गर्नुहोस्, सीमा बनाउनुहोस्। होइन भन्न जान्नुहोस्। जसले तपाईलाई हेप्छ त्यो सम्बन्धबाट टाढा हुनुहोस्। सहीलाई सही भन्नुहोस्, गलतलाई गलत भन्नुहोस् र सही गलत राम्रोसँग छुट्याउनुहोस्। होइन भन्न पनि सक्नुहोस्, होइन अथवा यो हुँदैन भन्न पनि सक्नुहोस्। छैटौं नम्बरमा आत्मविकासमा समय दिनुहोस्। यहाँको आत्मविश्वास बढाउनुहोस्। आत्मविकासमा समय निर्धारण गरेर नै त्यसमा यहाँले आत्मविश्वासका अथवा आत्मविकासका कार्यहरूमा संलग्न भएर विकास गर्नुहोस्। आफूलाई सक्षमता, आत्मविश्वास विकास गर्नुहोस्। नयाँ कुरा सिक्नुहोस्। यसका लागि जसले तपाईलाई हेप्छ त्यो सम्बन्धबाट टाढा हुनु नै राम्रो हुन्छ। नयाँ कुरा सिक्नुहोस्। यहाँहरूले नयाँ कार्यहरू गर्नुहोस् जसले गर्दाखेरि पनि तपाईको आत्मविकास हुन्छ। सातौं नम्बरमा छ सकारात्मक र सहयोगी व्यक्तिहरूसँग समय बिताउनुहोस्, जसले तपाईको जीवनलाई, तपाईको जीवन कार्य व्यवहारलाई पनि सकारात्मकतातर्फ उन्मुख गराउँछ। सकारात्मक र सहयोगी व्यक्तिहरूसँग समय बिताउनु भयो भने तपाईलाई प्रेरणा दिन्छ। त्यस्ता साथीहरू पनि बनाउनुहोस्। नकारात्मक आलोचना मात्र गर्नेबाट तपाईँ टाढा बस्नुहोस्। र यो जाँदै म यहाँहरू समक्ष आफ्नै आँखामा आफूलाई सम्मान नगर्ने व्यक्ति संसारबाट सम्मानको अपेक्षा गर्न सक्दैन। भन्नको मतलब तपाईले तपाईलाई सम्मान गर्नु भएन भने तपाईले अरूलाई पनि सम्मान गर्न सक्नुहुन्न र यो संसारमा अरूलाई सम्मान गर्ने र तपाईले सम्मान लिने जुन दोहोरो एउटा प्रतिक्रिया रहन्छ त्यसमा तपाईँ के हुनुहुन्छ? असफल हुनुहुन्छ। र तपाईँ त्यसमा असफल हुनु भनेको तपाईका लक्ष्य, तपाईका सफलताहरूमा पनि पाउनुपर्ने सफलताहरूमा पनि असफल हुनु हो। त्यसैले गर्दा तपाईले तपाईलाई सम्मान गर्नु सर्वप्रथम। आत्मसम्मान भनेको म आफू योग्य छु, म सम्मान गर्न लायक छु भन्ने विश्वास हो। जसले आत्मसम्मान गर्छ ऊ अरूलाई पनि सम्मान गर्न जान्दछ। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मैले यस भिडियोमा आत्मसम्मान भनेको के हो, आत्मसम्मान किन आवश्यकता छ, यसका विशेषताहरू के हुन् र आत्मसम्मान विकास गर्नका लागि के उपायहरू अवलम्बन गर्नुपर्दछ भन्ने विषयमा छोटकरीमा यहाँलाई जानकारी दिने प्रयास गरे। भिडियो पक्कै पनि उपयोगी भयो भने मैले अभिलाषा राखेको छु। यस च्यानलमा नयाँ हुनुहुन्छ भने पुनः सब्स्क्राइब गर्न र यस भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न पनि अनुरोध गर्दै पुनः भिडियो हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। नमस्कार।